हेलो सम्पूर्णलाई नमस्ते। हामी बजाज सर्भिस सेन्टर कानागारीबाट रहेको। अनि हामी चाहिँ यो 220 को फुल इन्जिन बानेका थियौँ। हामी चाहिँ इन्जिन स्टार्ट गर्न गइरहेका छौँ। हेर्नुहोस् है, अब इन्जिन स्टार्ट गरिसकेका छौँ। अब 220 तपाईँको कति हो रहेछ, 87 लटको बाइक हो। अब धेरै त छैन, तै पनि हामीले गर्ने कोसिस सबै गरेछौँ। अब साउन्ड सुनेर साथ दिनु होला। साउन्ड पनि त्यस्तो नराम्रो त छैन, किनभने चाहिँ पुरानो लटको बाइक हो। देख्न सक्नुहुनेछ 87 लटको बाइक रहेको छ। अनि यो चाहिँ फुल इन्जिन नै खोलेर बानेको, किनभने चाहिँ तपाईँको यो इन्जिन चाहिँ हेडबाट चाहिँ लिकेज भएको थियो र भित्र चाहिँ एउटा थ्रेड चाहिँ स्लिप भएर हामीले चाहिँ फुल इन्जिन खोलेका थियौँ। हेर्न सक्नुहुनेछ। अब साउन्ड पनि धेरै राम्रो जस्तो लाग्छ। अब बाँकी चाहिँ हजुरले सुनेर साथ दिनु होला, कस्तो लाग्छ चाहिँ हामीले चाहिँ प्रक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला गाइस।